ल, शेयर बजार के हो, कसरी काम गर्छ? आउनुहोस् एकदमै सरल भाषामा बुझौं। शेयर बजारबाट पैसा कमाउने रहर त धेरैलाई हुन्छ, तर सुरु कहाँबाट गर्ने? यसको सुरुवात हुन्छ कम्पनीबाट, कुनै पनि व्यवसाय जसलाई अघि बढ्न पैसा चाहिन्छ। पैसा उठाउनको लागि कम्पनीले आफ्नो स्वामित्वलाई साना साना टुक्रामा बाँड्छ। हो, ती हरेक सानो टुक्रालाई शेयर भनिन्छ। भनेको शेयर किन्नु भनेको त्यो कम्पनीको सानो हिस्साको मालिक बन्नु हो। ठिक छ, अब प्रश्न आउँछ, यी शेयरहरूको किनबेच आखिर हुन्छ कहाँ त? त्यही ठाउँ हो शेयर बजार, जहाँ कम्पनीहरूको ओनरशिप किनबेच हुन्छ। नेपालमा हामी यसलाई नेप्से अर्थात् नेपाल स्टक एक्सचेन्ज भनेर चिन्छौं। अनि जो व्यक्तिले यी शेयरहरू किन्छ उसलाई भनिन्छ लगानीकर्ता। ल, एउटा उदाहरणबाट यो कुरा अझै प्रष्ट पारौं। मानिलिउँ नबिल ब्याङ्क। कसैले नबिल ब्याङ्कको 10 किता शेयर किन्यो भने ऊ त्यो ब्याङ्कको सानो मालिक बन्यो। त्यसो भए यस्तो सानो मालिक बनेर फाइदा चाहिँ के हुन्छ त? दुई तरिकाले हुन्छ। पहिलो, कम्पनीको नाफाबाट पाउने लाभांश, अनि दोस्रो, शेयरको मूल्य बढेर हुने पुँजीगत लाभ। ब्याङ्कले नाफा कमाउँदा त्यसको सानो हिस्सा लगानीकर्ताले लाभांशको रूपमा पाउँछ। अनि किनेको भन्दा बढी मूल्यमा शेयर बेच्दा हुने नाफालाई पुँजीगत लाभ भनिन्छ। भनेपछि शेयर बजार बुझ्न जम्मा 3वटा कुरामा ध्यान दिए पुग्छ। पहिलो शेयर, दोस्रो शेयर बजार, अनि तेस्रो लगानीकर्ता। यति हो आसास। अब यति बुझेपछि मनमा एउटै प्रश्न आउँछ होला, कुन कम्पनीको शेयर किन्ने त?